यो चाहिँ कोकोनट बन हो र यो खानको लागि अति मिठो र टेस्टी छ, हेर्दामा पनि राम्रो। र यो बनाउनको लागि चाहिँ हामीलाई 1 किलो मैदा चाहिन्छ र मैले चाहिँ 1 किलो मैदाबाट बनाएको। यसको आधीबाट पनि बनाउन सकिन्छ, आधा केजीबाट पनि। अनि 1 किलोको लागि चाहिँ 20 ग्राम इस्ट, 20 ग्राम नुन, 100 ग्राम ml तेल र 120 ग्राम चिनी र साथै पानी 250 ml तातो पानी र 250 ml तातो दुध, तातोभन्दा धेरै तातो पनि होइन तर मनतातो, र साथै 2टा अन्डा र 1 किलो मैदा। र यसलाई घोलेर चाहिँ हामीले मुसेर यसलाई एकछिन तातोमा राख्ने र यो डबल भइसकेपछि फुलिसकेपछि यसलाई फेरि मुस्ने र यसलाई फेरि हामीले सानो सानो के भन्छ डो जस्तो बनाएर अनि त्यसलाई चाहिँ कपाल बाँडे जस्तै गरेर बाँड्ने सजिलो छ। र त्यसलाई हामीले त्यसो गरेर अनि फेरि एकछिन तातोमा राख्नुपर्छ त्यसलाई फुल्नका लागि। र साथै फेरि त्यसलाई हामीले ओभनमा हाल्ने र पाकिसकेपछि यस्तै गोल्डन कलर भइसकेपछि अनि यसलाई फेरि माथिबाट हामीले दुधले ब्रस गर्ने र साथै कोकोनट पाउडर माथिबाट हाल्ने। अनि खानको लागि एकदमै रेडी तयार छ, चियासँग हामी खान सक्छौँ। तपाईँहरू पनि बनाएर खानुहोस् है यो।